So it's 5:47 in the morning अनि हामी चाहिँ अहिले यहाँ सैलुङको डाँडासम्म आइसक्यो almost हैन and this is how the view looks. So yeah, we come here for the sunrise. हामी वेट गर्दैछौँ भनौँ अब एकछिनमा सनराइज पनि हुन्छ होला and the view is majestic. So the beauty of the mountains, the beauty of the hills cannot be described in words. And we're still on the way and this is how the view looks. असाध्यै नै राम्रो छ है. And that's our destination. So we'll be reaching there and we'll be watching the sunrise. So यहाँको beauty and यहाँको view चाहिँ like I said cannot be described in words. यस्तो राम्रो छ है. अनि यहाँको यो land terrain पनि एकदम different भयो हुनाले एकदम राम्रो देखिएको छ. So yeah, sunrise is about to happen and it's gonna be happening anytime soon. अनि भ्यू चाहिँ यस्तो छ यहाँको environment भनौँ. So sunrise is happening here हैन यहाँ सैलुङ डाँडामा भनौँ यहाँबाट live we're showing you live broadcast भनौँ of sunrise. And this is surreal. It looks so good. Sunrise अब धेरै ठाउँमा हेरियो हैन अनि अब डिफ्रेन्ट ठाउँमा जाँदाखेरि डिफ्रेन्ट मेमोरिज हुन्छ. So यहाँ पनि अब भनौँ न it's different and it's gonna be very memorable भनौँ न यो whole journey अनि यो sunrise को अहिले यो लाइफ जुन भइरहेछ हाम्रो आँखा अगाडि हैन the whole thing सैलुङ डाँडामा शुद्ध नेपालीमा भन्नुपर्दा सूर्य उदय भइरहेको दृश्य भनौँ. The sunrise taking place here at Sailung Dana. Sailung Hills Mountains भरि हामी मजाले sunrise को view हेरिरहेछौँ. And this looks so beautiful. हामीले नेचरलाई पनि मान्नै पर्छ हैन अब यो सनराइज सनसेटहरुको यस्तो ब्युटी देख्दाखेरि चाहिँ अघि मैले भने जस्तै वर्ड्समा डिस्क्राइब पनि गर्न मिल्दैन अनि यो ब्युटीलाई जस्टिफाई पनि गर्न सकिदैन. So good morning from Sailung Dara. So हामी Sailung Hills Mountains मा छौँ यहाँ and the beauty cannot be described in words. अघि मैले भने जस्तै अनि अहिले सनराइज पछिको यहाँको इन्भाइरोमेन्ट पनि एकदमै रमाइलो छ है. Lot of people out here and they've been exploring like us. Yeah, just amazing भनौँ. The whole thing, the whole environment, the atmosphere out here. And plus यो religious site पनि हो so अझ यसको इम्पोर्टेन्स बढी नै छ. अनि पछाडि मेरो माउन्टेन्सहरु भइ नै हाल्यो हैन. Beautiful. So this is the beauty of Sailung after sunrise. यहाँको भ्यू चाहिँ हेर्नुहोस् यस्तो राम्रो छ हैन यो सनराइजले गर्दा अलि क्लियर भएछ. अघिसम्म चाहिँ पुरै छिक्कै थियो हैन यो अहिले सनराइज भएपछि चाहिँ अब आफ्टर एभ्री 5 मिनेट अब यो क्लियर हुँदै जान्छ यो भ्यू हेर्छ. So यहाँ भरिमा this spot seems to be the best one. Just look at the landscapes and the mountains. Incredible. So हामी फाइनली फोटो सुट भिडियो सुट गर्दा गर्दा तल हैन फाइनली यो स्तूपा भएको प्लेसमा आइपुगेको छु. द मेन प्लेस भनौँ यहाँ सैलुङको माथि हाइटमा. द्याट्स द भ्यू पोइन्ट मेरो ब्याकग्राउन्डमा. अनि यहाँको भ्यू अझ राम्रो छ भनौँ. त जहाँ गए पनि सबै भ्यूजहरु राम्रै देखिरहेछ बट देन यहाँबाट चाहिँ अझ बेटर देखिएको छ भनौँ.
So we've reached the temple. हामी चाहिँ मन्दिर आइसकेका छौँ दर्शन गर्नलाई. अनि what do you have to say? त्यही हो मन्दिरको यहाँ अब रिलिजियस भाइब्स त छँदैछ धार्मिक भनौँ न हाम्रो नेपालीमा धार्मिक भाइब्स त्यो भन्दा नि मन्दिर वरिपरि यो सबै 360 डिग्री माउन्टेन्सले झन् मेजमराइजिङै गरिरहेको छ हाम्रो भ्यू ठ्याक्क सनराइज भएपछि अहिले ब्राउनिस देखेको छ इन्भाइरोमेन्ट पनि ग्रासहरू पनि सो इट लुक्स म्याजिकल अब चाहिँ अब हामी ठ्याक्क हामी यहाँ मन्दिर दर्शन गर्छौँ है सो द्याट्स द भ्यू टावर अनि हामी यहाँ मन्दिरकै पेरिफेरीमा छौँ अनि दिस इज हाउ इट लुक्स कस्तो राम्रो छ भनौँ अनि यो चाहिँ मन्दिरभित्र भयो यहाँ चाहिँ देवी देवताहरू भयो गड एन्ड गडेसेस So tea with the view of mountains. So म चाहिँ अहिले सुपाको पेरिफेरीमा छु हैन and the view looks so good like I've been saying हैन and it's actually so cool the mountains directly कस्तो close up view देखिन्छ यहाँबाट and the whole landscape भनौँ हैन everything So यहाँबाट माउन्टेन्स अझ क्लियर देखिँदैछ यहाँ हाइटबाट है हामी अहिले पनि यही टेम्पलकै नजिकै छौँ स्तूपा चाहिँ यो भयो So finally we're at the viewpoint and the view looks like this. So no wonder it's called Queen of Hills हैन सैलुङलाई किन Queen of Hills भन्यो भनेर चाहिँ थाहा भयो यहाँ आफै भिजिट गरिसकेपछि Oh, there's also a pond out there. So यस्तो mesmerizing view छ हैन which cannot be described in words. मैले भने नै छु हैन So यो एक्चुअली यस्तै छ हैन अनि everyone should come and visit once यो place चाहिँ beautiful. So the land terrain, the mountains है हिमालहरू यस्तो राम्रोसँग देखिया छ अनि अघि मैले भने जस्तै यो land terrain पनि it's so beautiful है no wonder it's called Queen of Hills. This looks majestic. So we've come to very famous temple of Sailung. हामी महादेव गुफामा आइसकेको छौँ अनि this is how it looks. So यो चाहिँ रहेको छ महादेव गुफाको मन्दिर भनौँ और देवताको हाम्रो मूर्ति. So finally Great Wall of Sailung भनौँ Great Wall of Nepal. And this is how it is. Looks great. So the Great Wall of Sailung or Great Wall of Nepal भनौँ है चाहिँ यस्तो देखिन्छ. Looks great. अनि यहाँ Great Wallबाट पनि यस्तो मेजेस्टिक भ्यू छ माउन्टेन्सको है. Looks splendid. Wow, incredible. प्लेस यस्तो राम्रो छ हैन अनि यो प्लेस छोडेर जाँदाखेरि अहिले मलाई आइ एम फिलिङ सो स्याड है द ब्युटी आउट हियर इज आउटस्ट्यान्डिङ हैन अघि मैले भनेर जस्तै अनि अहिले वी लिभिङ सो आइ एम फिलिङ एक्सट्रिमली स्याड